नारी दिवसको दिन मलाई जन्म दिने मेरी आमालाई धेरै धेरै धन्यवाद। आमा अहिले धेरै बिमारी हुनुहुन्छ, छिटो निको भओस्। र सम्पूर्ण देशभरि नारी दिवसको धेरै धेरै शुभकामना। आमा बाबा सम्पूर्णलाई पनि शुभकामना। बाबाहरूलाई पनि लिनुपर्छ हामीले, नारी दिवस भए पनि हैन, दाजुभाइलाई पनि समेट्नुपर्छ। सम्पूर्णलाई नमस्कार। त्यो जमानाको थिए कि मेरो आमा छोरा पाउनुपर्छ, छोरी पाएर हुँदैन, छोरी पाउने त अपुतली हुन्छन् भनेर भन्थे। मैले सुन्थेँ। त्यो जमानामा पनि 6वटा 7वटा छोरी जन्माएको मेरी आमा र लास्टमा 2टा छोरा जन्माउने मेरी आमालाई धेरै धेरै धन्यवाद। छिटो निको भओस् मेरी आमालाई, छिटै भेट्न पाऊँ। र सम्पूर्णले आमा बाबालाई धेरै माया गर्नु। त्यो समाजमा जन्मिँदाखेरि धेरैले तेरो आमाले छोरा पाउन, भाइ पाउन्न के रे, हाम्रो भाइलाई हाम्रो दाइलाई टिको लगाइदिए भन्थे। तर हामीले कहिल्यै अरूलाई टिको लगाइदिएनौँ। मेरी आमाले जन्माउन छ भने भाइ जन्माउँछिन्, जन्मिएनौँ भने हामी जो ठिकै छौँ, हामीले किन अरूलाई टिको लगाइदिनु पर्यो भन्थ्यौँ। आमाले यति दुःख सङ्घर्ष गरेर जन्माइन्, तर हामी छोरीहरूलाई धेरै आमाले कहिल्यै देखिनेन्। बाबाले पनि देख्नु भएन। अर्काले खाना दिएको घाँस पनि काटेर आफूले नखाएर पटुकामा कसेर ल्याएर हामी 6-7 जना 8 जना 9 जना छोराछोरीको पेट भराइदिनु भयो मेरो बाबा आमाले। हात खुट्टा दिनुभएको छ। मेरा छोराछोरीले भोलि दुःख पाउँछन्, सङ्घर्ष केही गरेर खान पर्छ भनेर तेलले मालिस गरेर भइ नभई दुःख काटेर आफूले कहाँबाट दुध हुन्छ कि कहाँबाट खाना हुन्छ कि ल्याएर जुटाएर खुवाएर हामीहरूलाई अहिले बलियो बनाउनुपर्छ उही आमाले। अनि भन्नुहुन्थ्यो बिहा गरेर गएपछि, छोरी हामीले जवाइँलाई धेरै माया गर्छौँ, तिमीले पनि माया गर्छौ, तर त्यही जवाइँलाई जन्माएको आमा बाबालाई पनि तिमीले धेरै माया गर्नुपर्छ। हामीलाई भन्दा धेरै घरको बाबा आमालाई माया गर्नुपर्छ र त्यहाँको बसेको समाजमा धेरै भिज्न जान्नुपर्छ। सम्पूर्णलाई राम्रो गर्नुपर्छ। सधैँभरि समाजमा एउटा दियो बत्ती बोल्नुपर्छ। अर्काले तुच्छ वचन नराम्रो लाग्यो भने पनि हाँसी हाँसी नमस्कार भन्नुपर्छ। त्यसलाई जवाफ कहिल्यै नफर्काउनु भनेर संस्कार दिएको आमाले संस्कार दिनुभएको। त्यो संस्कार अझै पनि, म पनि बुढी हुन लागिसकेँ, त्यही संस्कारमै छु म अझै पनि। होला कतै कमजोरी होला हैन, त्यो आफ्नो ठाउँमा छ, तर पनि त्यति संस्कार दिने आमा बाबा हुनुहुन्छ सम्पूर्णलाई। छोराछोरीलाई नभोस्, छोराछोरीले मास्यो, छोराछोरी भ्याइयो, छोराछोरीले सुन चाँदी दिनुपर्छ, मलाई ठुल्ठुला घरमा छोराछोरीले राख्नुपर्छ भनेर कहिले पनि आमा बाबाले भन्नुहुन्न। र आमा बाबा हुन् जरी मिठो नमिठो खुवाउने हो। आमा बाबालाई राम्रोसँग बोल्ने हो, मुस्कुराएर बोल्ने हो। बुढाबुढी हुन्, बच्चाको जस्तो दिमाग हुन्छ, तर फकाउनु जान्नुपर्छ। हाम्रो जस्तो दिमाग हुँदैन बुढाबुढीको। मैले खाइछु, तिमीले खायौ, तिमीहरूलाई कस्तो छ, ठिकै छौ, आफू भोकै बसेर नि भन्ने आमा बाबा। कस्तो ठाउँमा छौ, दुःख छ क्या साह्रै तिमीहरूलाई, बरु घर फर्केर आऊ, दुःख भए जे छ त्यही खाउँला, किन परदेशमा बस्नु पर्यो भन्ने आमा बाबा। थोरै धेरै भए पनि एउटा बास टेकाएर बास बनाएर राख्न सक्ने हिक्मत भएको आमा बाबा। हामी अहिले देश परदेश कता कता छौँ, तर हामीले एउटा बास घर बनाउन सक्ने एउटा इत्तिक जग्गा पनि जोड्न सकेको छैनौँ। त्यतिखेरको जमानामा पनि यत्रो 9-10वटालाई पुर्याएर खुवाएर अलिअलि लेख्न पढ्न सक्ने बनाएर राख्न सक्ने महान बाबा आमा मेरा बाबा आमा। सम्पूर्ण देशवासीको नि बाबा आमालाई सम्पूर्णलाई नमस्कार। सम्पूर्णले बाबा आमालाई माया गर्नुहोला, नारीप्रति सम्मान गर्नुहोला। जति नारीप्रति पुरुषहरूले सम्मान गर्नुहुन्छ त्यति आफ्नो छोराछोरी, आफ्नो श्रीमतीलाई अरूले पनि सम्मान गर्छ। अरूको श्रीमती, अरूको छोराछोरी छोरीहरूलाई गिद्धे नजर पुरुषहरूले लाउनुहुन्छ भने पनि आफ्नो परिवारमा फेरि अरूले गिद्धे नजर लगाएको हुन्छ। हामीले घर परिवारमा राम्रो गरिन्छ, नारी पुरुषलाई संस्कार राम्रो गरिन्छ भने अरू दाजुभाइको बोले पनि राम्रो गर्नुहुन्छ। हामीले अरूलाई नराम्रो गर्छौँ भने त्यो फर्केर फेरि हामीलाई नराम्रो हुन्छ। त्यही भएर जति पनि समाजमा छ नारी पुरुष बराबरी सम्मान गर्नुपर्छ। आमा बाबालाई पनि सम्मान गर्नुपर्छ, सासू ससुरालाई सम्मान गर्नुपर्छ, नन्द अमाजु नन्द भाउजू बुहारी सम्पूर्णलाई सम्मान गर्नुपर्छ भन्दै नारी दिवसको धेरै धेरै शुभकामना। मेरी आमालाई छिटो निको भयो, छिटो भेट्न पाऊँ भन्दै शुभकामना।